नमस्ते मेरो युट्युबको साथीहरूलाई आज म घरमै मुलाको गाडेको मुलाको अचार कसरी बनाउने होला भन्ने तरिकाको रेसिपी लिएर आएको छु। यदि मेरो भिडियो हेरेर मन परे लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न सक्नुहुन्छ। आज म घरमै मुलाको गाडेको अचार बनाउँदैछु। यो मेरो घरकै गार्डनको मुला हो। यसलाई मैले चाहिँ 2 दिन चाहिँ काटेर सुकाएँ। 70% जति सुकेको छ, 30% जति चाहिँ सुक्न बाँकी नै छ। यसो गर्दा चाहिँ यो गाडेको मुला चाहिँ अमिलो हुन्छ। मैले स्वाद अनुसार नुन लिएँ, जिरा मसलाको जिरा धनियाको पाउडर, यो चाहिँ बेसार, यो चाहिँ मैले तिलको छोप बनाएँ भुटेर, अनि यो चाहिँ मिर्ची पाउडर, अनि यो चाहिँ काटेको खुर्सानी र यो चाहिँ म तेल तताएर चाहिँ यो खुर्सानी र लसुनको योलाई चाहिँ टुक्रा गरेको छु। मैले यो दुईटालाई चाहिँ म त्यहाँ चाहिँ गर्नेछु। यो मैले स्वाद अनुसार पहिला सबै कुरा मैले यहाँ हाल्नेछु। यसलाई यसरी हाल्नेछु। तपाईहरुले नि आफ्नो स्वाद अनुसार हाल्नु होला। यस्तो गरेर गर्दाखेरि हामीले 1 वर्षसम्म मजाले खाना पुग्छ हामीलाई। पहिला मैले यो सबै यसरी हालेँ। यो तोरीको चाहिँ अलिक खस्रो गरेको छु मैले यहाँ चाहिँ मेरो चाहिँ फ्राई प्यान चाहिँ तातिसकेको अवस्था छ। यहाँ चाहिँ मैले तोरीको तेल हैन युज गरेको छु। मेरो तेल चाहिँ तातिँदैछ। यो चाहिँ तातो भइसकेको अवस्था छ। अब म यहाँ चाहिँ खुर्सानी र यो लसुन चाहिँ काटेको खुर्सानी र लसुनलाई अलि पकाउँछु। यसले चाहिँ यो अचारलाई चाहिँ अझै टेस्ट दिने रहेछ। त्यो भएर मैले एकछिन चाहिँ राख्छु। अलिक गजाउँदैछ, अलि लतक्क गरेर पकाउँछु म यसलाई। मेरो यो भइसकेको छ। अब म चाहिँ मेरो भाँडामा मोल्छु। कराईमा चाहिँ जाने अनि यसलाई बिस्तारै मोल्नु है। यसो गरेर चाहिँ एकदम राम्रो टेस्ट आउँछ। पहिलेको वर्षहरूमा पनि मैले यसरी नै बनाएको थियो। साह्रै मिठो भएको थियो। अब यो चाहिँ यसरी राम्रोसँग मिक्स गर्नेछु। अनि अब यो गाडेको अचार पनि तयार भयो। तपाईहरु पनि एकचोटि मेरो रेसिपी मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्नुहोला। र तपाईहरु पनि मेरो रेसिपी हेरेर आफूले पनि यसरी मुलाको अचार गाड्नु होला। यसरी गाड्दा मुला एकदमै अमिलो हुन्छ अनि बिग्रिँदैन। राम्रोसँग मिक्स गर्छु। मेरो यो गाडेको मुलाको अचार तयार भयो। मेरो रेसिपी यदि फलो गर्न चाहनुहुन्छ भने तपाईहरु पनि मेरो भिडियो हेरेर फलो गर्न सक्नुहुन्छ।
यसलाई चाहिँ सकभर सिसामा हाल्नु राम्रो हुन्छ। नपाए प्लास्टिककै डब्बामा हालिने हाल्न पर्यो, तर प्लास्टिकमा भन्दा सिसामा धेरै समयसम्म बिग्रिँदैन भन्दै आजको मेरो भिडियो यति नै। अब म यसलाई सिसामा हालिदिन्छु।